नमस्कार अनि स्वागत छ सम्पूर्णलाई हाम्रो युट्युब च्यानल नेपाल भेटनरी एजुकेसनमा। आजको यस भिडियोमा जलचर संरक्षण ऐन 2017 का बारेमा केही जानकारीहरू लिएर आएका छौं। भिडियो अन्त्यसम्म हेरेर साथ दिनुहोला। जलचर संरक्षण ऐन 2017 भनेको छ यसको लालमोहर सदर मिति र नेपाल राजपत्रमा प्रकाशित मिति भनेर फरक छ हैन। लालमोहर मिति भनेको चाहिँ 2017 8 महिना 29 गते छ भने नेपाल राजपत्रमा प्रकाशित मिति भनेको विक्रम सम्वत 2017 साल 9 महिना 28 गते रहेको छ। र यो ऐन धेरैचोटि चाहिँ तपाईको संशोधनहरू भएको छ र यसको पहिलो संशोधन भनेर चाहिँ 2055 सालमा चाहिँ भएको छ है। 2055 साल 10 महिना 7 गते कुनै अब्जेक्टिभ क्वेशनहरुमा चाहिँ यो मिति चाहिँ सोधेको देखिन्छ। पहिलो संशोधन चाहिँ जलचर संरक्षण ऐन कहिले भयो भनेर हैन। यसैगरी यसको प्रस्तावनामा चाहिँ के भनेको छ भन्दा अथवा चाहिँ यो कुराहरु चाहिँ यो ऐन बन्नुको कारणको कुरा चाहिँ अलिकति खुलाउँदाखेरि शान्ति र व्यवस्था एवं सर्वसाधारण जनताको सुविधा र आर्थिक हित कायम राख्न जलचरहरूको संरक्षण र तत्सम्बन्धी अरु कुराहरुको व्यवस्था गर्नु वाञ्छनीय भएकाले भनेर यो ऐनको चाहिँ अलिकति व्यवस्था गर्न बनेको भन्ने कुरालाई चाहिँ जस्टिफाई गर्न खोजेको छ हैन। अब यो ऐन को संक्षिप्त नाम र प्रारम्भ भनेको छ। संक्षिप्त नाम र यो ऐनको दफा 1 मा छ है। त्यो कुराहरु चाहिँ जलचर संरक्षण ऐन 2017 भनेर यसको नाम रहेको छ। यो नेपाल भर लागू हुने भनेको छ। त्यसैगरी तुरुन्त प्रारम्भ हुनेछ भनेको राजपत्रमा प्रकाशित भएपछि लागू हुने भन्न खोजेको। अब परिभाषामा हामीले चाहिँ धेरै अलिकति ख्याल गर्नुपर्ने हुन्छ। परिभाषाबाट चाहिँ धेरै प्रश्नहरु सोधेको हुन्छ हैन। परिभाषामा भएका शब्दको अर्थहरुलाई चाहिँ सोधिरहेको हुन्छ। जस्तो हुनलाई चाहिँ सामान्य हुन्छ तर पनि अलिकति यही यो ऐनमै लेखेको कुराहरुलाई हामी अलि बढी फोकस गर्नुपर्छ यो परिभाषाको। जस्तो यहाँनिर जल भनेको छ हैन। जल भनेको अब के हो त भन्दाखेरि ताल, दह, खहरे, खोला, नदी, नाला, पोखरी, नहर, कुलो, तलाउ, जलाशय, कृत्रिम जलाशय भनेको रिजर्वायर हामीले बनाएको ड्यामहरु जस्तो, अनि सिमसार मत्स्य पालनका लागि जडान भएको पिञ्जडा हैन, केज जस्तो पोखरीहरुमा केज बनाएको हुन्छ नि त्यो पनि भयो, तथा माछा पालन गरेको धान खेतको पानी र तिनीहरुको स्रोतलाई समेत सम्झनु पर्छ भनेको छ। जस्तो धान खेतमा भएको पानीलाई पनि हामी जल भन्छौं र त्यसको स्रोत जस्तो खोलाबाट आएको हो कि मूलबाट आएको हो कि त्यो पनि के हो त जल हो भनेर सम्झनु पर्छ भनेको छ यहाँनिर। त्यसैगरी अर्को जलचर भनेको छ। जलचर भनेको चाहिँ जल भित्र बस्ने जुनसुकै जीव भनेको जलचर भनेको जल भनेको पानी भित्र बस्ने जुनसुकै जीवहरु चाहिँ के हो त जलचर भनेर सम्झनु पर्छ भनेको छ। त्यसैगरी अर्को छ स्थानीय अधिकारी भनेको छ। यो स्थानीय अधिकारी पनि धेरै सोधिरहेको छ। यो स्थानीय अधिकारी भनेको प्रमुख जिल्ला अधिकारीलाई जनाउँछ है। कहिलेकाहीँ यसमा सोध्न सक्छ हैन। स्थानीय अधिकारी भनेको स्थानीय तहको प्रमुख हो कि भन्ने किसिमका अप्सनहरु राखेर चाहिँ सोध्न सक्छ। त्यही भएर नझुक्किनु, स्थानीय अधिकारी भनेको प्रमुख जिल्ला अधिकारीलाई हो। त्यसैगरी प्राविधिक कर्मचारी भनेपछि प्राविधिक भनेपछि अब माछा सम्बन्धी अथवा पढेको हैन त्यो किसिमको कुरा सम्झिनु पर्यो। के भनेको छ भन्दा प्राविधिक अधिकारी भन्नाले मत्स्य विकास वा मत्स्य अनुसन्धान वा मत्स्य प्रसार कार्य गर्नको लागि नेपाल सरकारले तोकेको कर्मचारी सम्झनु पर्छ भनेको छ। भनेको जस्तो मत्स्य विकास अथवा मत्स्य अनुसन्धान मत्स्य प्रसार कार्य गर्न चाहिँ नेपाल सरकारले तोकेको कर्मचारीलाई हामी प्राविधिक अधिकारी भन्छौं भनेको छ। त्यसैगरी अर्को महत्त्वपूर्ण के छ भन्दा यो फिश ल्याडर भन्ने छ हैन। गको 2 मा फिश ल्याडर भनेको छ। यो फिश ल्याडरमा के छ भन्दा फिश ल्याडर भन्नाले जलमा जलचरको आगमनका लागि राखिएको वैकल्पिक बाटो भनेर यो धेरै सोधेको छ। भनेको कस्तो भन्दा जस्तो कुनै ठाउँ ड्याम बनायो भने सबै पानी थुन्न चाहिँ पाइदैन के, त्यहाँनिर जलमा हुने विभिन्न जीवहरुलाई चाहिँ माइग्रेसन गर्नको लागि आवत जावत गर्नको लागि पानीको बाटो बनाइदिनु पर्ने हुन्छ छुट्टै हैन। त्यो पानीको छुट्टै बाटोलाई चाहिँ फिश ल्याडर भन्छ कि भर्याङ जस्तै
फिस ल्याडर भयो। त्यस्तै अर्को निजी जल भनेको छ। निजी जल भन्नाले व्यक्ति विशेषले स्थानीय तहलाई मालपोत वा भूमि कर तिरिराखेको जमिनमा भएको निजको हक र उपभोगको ताल, दह, पोखरी, तलाउ वा जलाशय सम्झनुपर्छ भनेको छ। जस्तो कसैले मत्स्य पालनको लागि बनाएको पोखरी हुन सक्छ हैन, यिनीहरू चाहिँ के हो त भन्दा निजी जल हो भनेको छ। अब सामान्य रूपमा भन्दा लाल पूर्जा भएर हामीले कर तिरिरहेको जग्गामा हामीले चाहिँ पानीको तलाउहरू बनायौं भने अथवा पोखरी बनायो भने त्यो के हो त निजी जल हो भनेको छ हैन। त्यसैगरी अर्को तोकिएको वा तोकिए बमोजिम भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झिनुपर्छ भनेको छ। अझै यस ऐनको नियमावली चाहिँ बनेको छैन, ऐनले नै कार्यान्वयनमा छ भनेको छ है। त्यसैगरी दफा 3 मा छ जलचर समात्ने र मार्ने तरिकाहरूमा प्रतिबन्ध भनेको अब जस्तो जलमा भएको विभिन्न जीवहरूलाई चाहिँ कुन कुन तरिकाले मार्न पाइदैन भन्ने कुराहरू चाहिँ दफा 3 मा छ। यसमा के लेख्यो भन्दा कुनै व्यक्ति ले पनि कुनै जलमा रहेका कुनै जलचरलाई समात्ने वा मार्ने अभिप्रायले जानी जानी त्यस्तो जलमा वा त्यसको आसपासमा कुनै किसिमको विद्युतीय धार, करेन्ट हैन, विस्फोटक पदार्थ हैन, बमहरू हैन, अनि त्यसैगरी विषालु पदार्थ प्रयोग गर्न हुँदैन भनेको कुनै पनि जललाई चाहिँ मार्नको लागि हैन जानी जानी कसैले चाहिँ करेन्ट लगाउने, बम पड्काउने अनि त्यसपछि विष प्रयोग गर्न पाइदैन भनेको छ है। खोलामा जस्तो खोलामा विष हाल्न पाइदैन, करेन्ट लगाएर माछा मार्न पाइदैन, बमहरू हानेर माछा मार्न पाइदैन, यसरी सम्झिँदा सजिलो भयो। त्यसैगरी तर कुनै निजी जलमा जलका धनीले अरू कुनै जलका जलचरहरूलाई क्षति नहुने गरी आफ्नो निजी जलमा जलचर समात्न वा मार्नका निमित्त विषालु पदार्थ छाड्न बाहेक जुनसुकै तरिकाको प्रयोग गर्न यो दफा वा यस अन्तर्गतको कुराले बाधा पुर्याउने छैन भनेको के भन्दा यदि निजी जल भनेको हाम्रो प्राइभेट पोखरीहरू हुन्छ नि, माछा पालेको छ भने त्यसमा पनि विष हाल्न चाहिँ पाइदैन, निजी नै भए पनि विष हाल्न पाइदैन र अरू सार्वजनिकमा चाहिँ विस्फोटन पनि गर्न पाइदैन अनि त्यसपछि करेन्ट लगाउन पनि पाइदैन। तर निजीमा चाहिँ करेन्ट लगाउने र विस्फोटक पदार्थहरूको प्रयोग गर्न चाहिँ पाइयो भन्ने कुरा चाहिँ यहाँनिर देखिन्छ यो दफा 3 मा। त्यसैगरी 3 को क मा के छ भन्दा फिस ल्याडर तथा संरचनाका ढोका थुन्न वा भत्काउन नहुने भनेको माछाको आवत जावत अथवा चाहिँ जलचरहरूको आवत जावतलाई बनाएको हो फिस ल्याडर। त्यो नै थुन्यो भने त फिस ल्याडर थुन्नु त पाइँदैन नि त हैन, त्यो भयो भने त कसरी आवत जावत गर्छ त, त्यो बनाएको अर्थ नै रहेन। त्यसरी पनि सम्झिनु पर्यो कि फिस ल्याडर कसैले थुन्न पनि पाउँदैन, भत्काउन पनि पाउँदैन भन्ने कुराहरू छ है। अधिकार प्राप्त व्यक्ति बाहेक अरू कसैले पनि जलचरको संरक्षणका लागि जलमा रहेको फिस ल्याडर, बाँध वा अन्य कुनै किसिमको संरचनाका ढोकाहरू थुन्नु वा भत्काउनु हुँदैन भनेको छ हैन। त्यसैगरी अब दफा 4 मा छ केही खास प्रकारका जलचरहरूलाई समात्न, मार्न तथा चोट पुर्याउन मनाही गर्ने नेपाल सरकारको अधिकार भनेको जस्तो कुनै जातहरू चाहिँ लोप हुन थाल्यो भने त्यस्तो जातहरूलाई चाहिँ मार्न नपाइने भनेर नेपाल सरकारले चाहिँ निर्णय गर्न सक्छ के हैन। त्यो भएर चाहिँ नेपाल सरकारलाई चाहिँ त्यो अधिकार छ भनेको छ। नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशित आदेशद्वारा सोही आदेशमा तोकिएका जातिका जलचरहरूलाई नेपाल सरकार वा स्थानीय अधिकारीको इजाजत बेगर कुनै पनि व्यक्तिले जानी जानी समात्न, मार्न वा चोट पुर्याउन नपाउने भने जस्तो फर इक्जाम्पल चाहिँ कमन कार्प माछा चाहिँ लोप हुन थाल्यो रे इक्जाम्पलको लागि भने कमन कार्प मार्न पाइँदैन भनेर स्थानीय अधिकारीले चाहिँ सूचना निकाल्दियो, सूचना स्थानीय अधिकारी भन्दा पनि नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गर्यो भने चाहिँ हामीले त्यो समात्न, मार्न पाइएन एउटा कुरा। त्यस्तै अर्को तोकिएको ऋतु र तोकिएको अवस्थामा कुनै पनि जलचरहरूलाई कुनै पनि व्यक्तिले जानी जानी समात्न, मार्न तथा चोट पुर्याउन नपाउने गरी मनाही गर्न सक्नेछ भनेको जस्तो कुनै पनि माछाको ब्रिडिङ सिजन अनुसार
त्यो सिजनमा चाहिँ त्यो माछालाई चाहिँ मार्न नपाउने हिसाबले चाहिँ नेपाल सरकारले चाहिँ निर्णय गर्न सक्छ अथवा सूचना निकाल्न सक्छ भनेको छ। तर कुनै व्यक्ति विशेषको निजी जलमा रहेका जलचरहरूको सम्बन्धमा यो दफा र यस दफा अन्तर्गत कुनै पनि कुरा लागू हुने छैन भनेको छ। जस्तो निजी जलमा पालेका चाहिँ हामीले जुनसुकै जातका माछाहरू पनि समात्न पाइयो र अनि त्यसपछि जुनसुकै सिजनमा पनि हामीले चाहिँ मार्न पाइयो भनेको छ निजी जलको कुरामा है। अनि दफा 5 मा के छ भन्दा केही खास जलमा, अब केही खास जलको कुरा आयो, जलचरहरूलाई समात्न, मार्न तथा चोट पुर्याउन मनाही गर्न नेपाल सरकारको अधिकार भनेको छ। जस्तो नेपाल सरकारले नेपालको राजपत्रमा प्रकाशित आदेशद्वारा सोही आदेशमा तोकिएका ठाउँको जलमा नेपाल सरकार वा स्थानीय अधिकारीको इजाजत बेगर कुनै पनि व्यक्तिले जानी जानी जलचर समात्न, मार्न, चोट पुर्याउन नपाउने गरी मनाही गर्न सक्नेछ र त्यस्ता ठाउँका जलको सम्पूर्ण जलचरमा नेपाल सरकारको मात्र अधिकार हुनेछ भनेको छ। तर कुनै व्यक्ति विशेषले निजी जलको सम्बन्धमा नेपाल सरकारले त्यस्तो आदेश निकाल्ने छैन भनेको छ। भनेको जस्तो केही सूचना निकाल्न सक्यो नि त, सपोज ल कोशी नदीमा माछा अथवा जलचर कुनै पनि समात्न नपाइने भनेर राजपत्रमा सरकारले चाहिँ सूचना निकाल्न सक्ने रहेछ कि है। तर निजी जमिनमा चाहिँ कसैको पोखरीमा चाहिँ त्यस्तो किसिमको सूचना अथवा आदेश चाहिँ सरकारले निकाल्दैन भनेको छ। यस्तै दफा 5 को क मा छ सुरक्षित विष बाहेक अन्य विष प्रयोग गर्न नहुने भनेको छ। यो विषहरू चाहिँ यदि प्रयोग गर्नुपर्ने अवस्था छ भने सुरक्षित विषहरू प्रयोग गर्ने भनेको छ। जस्तो जलचर समात्ने प्रयोजनका लागि कुनै विषालु पदार्थ प्रयोग गर्नुपर्ने भएमा त्यसको प्रयोजनका लागि सुरक्षित विष बाहेक अरू कुनै पनि प्रकारको विष प्रयोग गर्नु हुँदैन भनेको छ। सुरक्षित विष भनेको चाहिँ प्राविधिक अधिकारी, जुन मत्स्यसँग सम्बन्धित प्राविधिक अधिकारीले सिफारिस गरेको रसायन अथवा जडीबुटी हो कि सुरक्षित विष भनेको चाहिँ प्राविधिक अधिकारीले सिफारिस गरेको है। त्यसै गरी अर्को 5 को ख मा, दफा 5 को ख मा के छ भन्दा जलचर सम्बन्धी अन्य व्यवस्था भनेको छ हैन। यसमा उपदफा 1 मा के लेख्यो भन्दा विद्युत, खानेपानी, सिंचाइ वा अन्य कुनै प्रयोजनको लागि बाँध निर्माण गर्ने निकायले जलचरको आवागमनमा बाधा पर्न नदिनको लागि सम्भव भएसम्म फिस ल्याडर निर्माण गर्नुपर्ने छ भनेको छ। फिस ल्याडर निर्माण गर्न सम्भव नहुने भएमा त्यस्तो ठाउँमा वा आसपासको क्षेत्रमा जलचरको कृत्रिम प्रजनन गराउनको निमित्त जलचर ह्याचरी हैन तथा नर्सरीको व्यवस्था गर्नुपर्ने छ भनेको छ। यदि फिस ल्याडर चाहिँ बनाउन नसकिने हो भने त्यहाँनिर चाहिँ कृत्रिम प्रजनन गराउनको लागि चाहिँ ह्याचरी अथवा जलचर नर्सरीहरू चाहिँ स्थापना गर्नुपर्छ भनेको छ। त्यसै गरी उपदफा 2 मा के लेख्यो भन्दा उपदफा 1 बमोजिम निर्माण कार्य गर्दा प्राविधिक अधिकारीलाई पूर्व जानकारी दिनुपर्दछ भनेको छ। त्यसै गरी अर्को दफा 5 को ग मा के भन्यो भन्दा प्रदेश तथा स्थानीय तहबाट जलचरको संरक्षण भनेको छ। प्रदेश र स्थानीय तहले चाहिँ आफ्नो क्षेत्रभित्रको जलचरको चाहिँ संरक्षण गर्नुपर्छ भनेको छ हैन। अब यस्तै नागरिकको अधिकार चाहिँ जस्तो दफा 4 र 5 बमोजिम निकालिएका आदेश मनाही गरेमा ऋतु अवस्था वा ठाउँमा बाहेक दफा 3 को अधीनमा रही अन्य जलमा जलचर मार्न वा समात्न यस ऐनको कुनै कुराले नागरिकलाई मनाही गरेको मान्ने छैन भनेको चाहिँ जस्तो प्रतिबन्ध नलगाएको अवस्थामा हैन अथवा चाहिँ सूचना निकालेर यो ठाउँको माछा पार्न पाइँदैन भनेको बाहेकमा हामीले चाहिँ सार्वजनिक स्थानमा भएका जलचरहरू समात्न र तिनीहरूको उपयोग गर्न पाइन्छ भन्ने कुरा छ। यो नागरिकको लागि दिएको अधिकार भयो। त्यस्तै गरी ठेक्का सम्बन्धी व्यवस्था भनेको छ। यसमा के भन्यो भन्दा नेपाल सरकारले आफ्नो नियन्त्रणमा रहेको जुनसुकै जलमा कुनै एक वा एक भन्दा बढी प्रकारका जलचर समात्ने वा मार्ने कामको लागि ठेक्काको बन्दोबस्त गर्न सक्ने छ भनेको छ हैन। त्यस्तै उपदफा 2 मा के भन्यो भन्दा दफा 4 बमोजिम मनाही गरेका जलचर वा दफा 5 बमोजिम खास जलमा रहेका जलचर बाहेक अन्य जलचर समात्ने तथा मार्ने कामको लागि नेपाल सरकारले उपदफा 3 बमोजिम जारी गरेको मापदण्डको अधीनमा रही स्थानीय तहले कानून बमोजिम ठेक्का गर्न सक्ने छ भनेको छ। जुन दफा 3, 4, 5 को विशेषमा चाहिँ यो कुरा भयो। त्यसै गरी उपदफा 3 मा के भन्यो भन्दा उपदफा 1 र 2 बमोजिम ठेक्का दिँदा जलचर समात्न वा पक्रन प्रयोग गर्ने साधनको मापदण्ड तोकिए बमोजिम हुनेछ भनेको छ हैन। त्यसै गरी त्यो कार्यविधि बमोजिम हुनेछ, ठेक्काको कार्यविधि भनेको छ त्यो कुराहरू। अब दण्ड र सजाय चाहिँ अलि महत्त्वपूर्ण छ है हामीलाई सोधिरहने। जस्तो 1 मा के भन्यो भन्दा उपदफा 1 मा चाहिँ दफा 3 वा
3 क उल्लङ्घन गर्ने वा दुरुत्साहन गर्ने व्यक्तिलाई स्थानीय अधिकारीको आदेशले कसुरको मात्रा हेरी हानि नोक्सानी भएको बिगो बराबरको क्षतिपूर्ति भराई भनेको यसमा चाहिँ के हो भन्दा जस्तो के कुरा छ भन्दा माछा मार्नको लागि प्रयोग गरिने जुन के कुराहरूले प्रयोग गर्न पाइन्छ के पाइन्न भन्ने कुराहरू छ हैन हो त्यो नमानिकन जस्तो विष खोलामा हालेको छ करेन्ट लगाएको छ भनेको कुरामा चाहिँ के छ भन्दा क्षतिपूर्ति भराउने भयो बिगो बराबरको त्यसपछि 6 महिनासम्म कैद वा 5,000 रुपैयाँसम्म जरिवाना वा दुवै हुनेछ भनेको छ हैन यदि चाहिँ 3 को दफा 3 को 3 कहरू उल्लङ्घन गर्नेलाई जस्तो यहाँनिर दफा 3 मा के भनेको छ भन्दाखेरि जलचर समात्ने वा मार्ने तरिकाहरूमा प्रतिबन्ध भनेको छ नि यो कुराहरू हैन त्यस्तै फिस ल्याडरको ढोका थुन्ने भत्काउने तिनीहरूलाई चाहिँ कारबाही के छ त भन्ने कुराहरूको यहाँनिर हामीले चाहिँ हेर्यौं है अब त्यसमा के रहेछ त अब त्यसबाट भएको क्षतिको बिगो भराउने रहेछ क्षतिपूर्तिको अनि त्यसपछि 6 महिना कैद वा 5,000 जरिवाना हुन सक्छ अथवा दुवै हुन सक्छ भनेको छ त्यस्तै दफा 4 र दफा 5 अन्तर्गत निकालिएको आदेशको कुनै कुरा उल्लङ्घन गर्ने वा गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई स्थानीय अधिकारीको आदेशमा 2,000 रुपैयाँसम्म जरिवाना हुनेछ भनेको छ जस्तो कुनै ठाउँको हैन अथवा कुनै नदी विशेषहरू माछा मार्न नपाइने भनेको ठाउँमा मारेको छ अथवा चाहिँ कुनै जाति यो मार्न पाइदैन भनेकोमा त्यो जाति समातेको छ मारेको छ भने त्यस्तो अवस्थामा 2,000 रुपैयाँ जरिवानाको कुराहरू छ त्यस्तै गरी उपदफा 3 मा के भन्यो भन्दा उपदफा 1 र 2 मा लेखिएको दण्ड सजायमा कुनै प्रतिकूल प्रभाव नपारी यो ऐन र यस अन्तर्गत बनेका नियम र निकालिएका आदेशमा कुनै कुरा उल्लङ्घन गर्ने वा गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई स्थानीय अधिकारीको आदेशमा 1,000 रुपैयाँसम्म जरिवाना हुनेछ भनेको छ हैन त्यसैगरी 4 मा यो ऐन अन्तर्गत कसुरदार साबित भएको व्यक्तिको साथमा रहेको र सो कसुरसँग सम्बन्धित सबै हतियार सामान चीज वस्तुहरू समेत स्थानीय अधिकारीको आदेशमा जफत हुनेछ भन्यो जस्तो करेन्ट लगाउनको लागि इन्भर्टर ब्याट्रीहरू लिएर गएको छ भने त्यो पनि जफत हुने भयो हैन त्यस्तै यो ऐन अन्तर्गत भएको जरिवानाको रुपैयाँ तोकिएको म्यादभित्र कसुरदारले नबुझाएमा अथवा नल्याएमा सरकारी बाँकी सरह कारबाहीको लागि निजबाट असुल उपर गरिनेछ भनेको छ त्यस्तै अर्को 9 नम्बर दफामा के छ भन्दा पुनरावेदन भनेको छ यसरी यो जुन सजायहरू तिरायो भने स्थानीय अधिकारीले त्यो चित्त नबुझेमा चाहिँ 35 दिनभित्र जिल्ला अदालतमा चाहिँ पुनरावेदन गर्न पाइन्छ भन्ने छ तर चाहिँ फेरि त्यो धरोटी अथवा त्यो जमानी चाहिँ राख्नुपर्छ भनेको छ त्यो नराखे पनि फेरि पुनरावेदन लाग्दैन भन्ने कुराहरू पनि छ त्यस्तै गरी दफा 10 मा के छ भन्दा जरिवाना बापत असुल भएको रुपैयाँ र जफत भएको हतियार सामान चीज वस्तुहरू सरकारी कोषमा दाखिला हुने भनेको छ यो जुन जरिवानाहरू अनि त्यबाट जफत भएका ती सबै चाहिँ नेपाल सरकारको कोषमा चाहिँ दाखिला हुनेछन् भनेको छ त्यस्तै गरी दफा 11 मा स्थानीय अधिकारीको अधिकार भनेको छ जस्तो प्रमुख जिल्ला अधिकारीको अधिकार के हुने भन्ने कुराहरू चाहिँ यहाँनिर लेखिएको छ हैन त्यसैगरी अर्को दफा 12 मा गिरफ्तारी गर्ने र कब्जा गर्ने अधिकार भनेको छ भनेको जस्तो यो ऐन र यस ऐन अन्तर्गत बनेका नियम वा निकालिएका आदेश बरखिलाफ कसैले कुनै काम गराएको देखेमा वा सोको प्रमाण पाएमा स्थानीय अधिकारीले जारी गरेको पक्राउ पूर्जी बमोजिम गिरफ्तार गर्न र कसुर गर्ने व्यक्ति तत्काल पक्राउ नगरेमा वा त्यस्तो व्यक्ति भाग्ने उम्कने वा निजले प्रमाण दसी वा साबुत नष्ट गर्ने मनासिब कारण भएमा वा कसुरसँग सम्बन्धित फरार रहेको व्यक्ति फेला परेमा वा कसुर गरिरहेको अवस्थामा वा स्थानीय अधिकारीको सामुन्नेमा भए त्यस्तो व्यक्तिलाई स्थानीय अधिकारीले तत्कालै जरुरी पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरी कसुरमा प्रयोग भएका हात हतियार सामान चीज वस्तुहरू समेत कब्जा गर्न सक्नेछ स्थानीय अधिकारीबाट खटिएका कर्मचारी वा कुनै प्रहरी कर्मचारीले गिरफ्तार गरेको व्यक्ति र कब्जा गरेको हतियार सामान र चीज वस्तुलाई बाटोको म्याद बाहेक 24 घण्टाभित्र स्थानीय अधिकारी समक्ष बुझाइदिनु पर्छ भनेको छ त्यस्तै गरी 24 घण्टापछि आइसकेपछि
त्यो यदि त्यहाँ ल्याउँदाखेरि चिज गल्ने रहेछ भने त्यो गिरफ्तार भइआएका मानिसकै रोबरमा लिलाम गर्न पनि सक्ने अधिकार दिएको छ। त्यसै गरी प्रचलित कानुन बमोजिम हुने भनेको छ, नियम बनाउने अधिकार पनि छ। खारेजी भनेको मुलुकी ऐनको 25 नम्बर दफा चाहिँ खारेज गरिएको छ भन्ने कुराहरू छ। यो भयो जलचर संरक्षण ऐन 2017 मा भएका मूलभूत विशेषताहरूको कुरा। अब यो ऐनले मेनली के गर्न खोज्यो भन्दा जलचरहरूको संरक्षणको लागि हैन एउटा कानुनी आधार चाहिँ निर्माण गरिदिएको छ। जय पशुधन, नमस्कार।